सबैजनामा नमस्कार। म शान्ति प्रसाद काफले फेरि पनि नेप्से अपडेट लिएर उपस्थित भइसकेको छु। आजको नेप्से कस्तो रह्यो समग्रमा हेरौँ है त। यो साथसाथै आजको नेप्सेको बढाइ घटाइ र टेक्निकल एनालाइसिस पनि हेर्नेछौँ। भिडियोलाई अन्तिमसम्म नछुटाइकन हेरेर साथ दिनुहुनेछ भन्ने अपेक्षासहित म भिडियो सुरु गर्न चाहन्छु। सबैभन्दा सुरुमा हामी नेपालस्टक.com.np मा जान्छौँ। त्यहाँ गइसकेपछि नेप्सेको सबै डाटाहरू आउँछ र तपाईँले यो डाटा सेयर संसार डट कम, सेयर अफ डट कम, नेप्से अल्फादेखि लिएर धेरै प्लेटफर्महरूमा देख्न सक्नुहुनेछ। र अब सुरु गरौँ है त। आज नेप्से अन्तिम अवस्थामा 4.99 झन्डै 5 अङ्कले बढेर 2782.10 मा क्लोज भएको छ र आज 151 वटा कम्पनीहरूले चाहिँ बढेर थोरै नाफा दिन सफल भएका छन् भने 105 वटा कम्पनीहरू घटेर घाटा दिन सफल भएका छन्। त्यसै गरी 14 वटा कम्पनीहरू चाहिँ केही पनि चेन्ज नभएर हिजो जति रुपियाँमा कारोबार भएका थिए आज पनि त्यति नै रुपियाँमा कारोबार भएका छन् अथवा चेन्ज नै भएका छैनन् है। र अब आज हामी हेर्नेछौँ सबैभन्दा धेरै पैसा कमाउने कुन कुन चाहिँ स्टकहरू परे भनेर है त। केएचपिएल कालिन्चोक हाइड्रो पावर लिमिटेड भर्खरै आइपिओ आएको, यो चाहिँ खासै त्यो धेरै कारोबार भएको छैन, त्यसैले यसले चाहिँ 14.98% यानि कि 15% हालेको छ। बुङगोल अलि अगाडिचोटि आएको थियो यसको आइपिओ, जुन चाहिँ मार्केटमा लिस्टेड भइसकेको थियो र पछिल्लो समय केही हदसम्म घटेर आज फेरि पोजिटिभ सर्किट हान्न सफल भएको छ। त्यसै गरी श्रेष्ठ 106 रुपियाँ बढेको छ अनि केबिएलडी 86 भनेको 10.25% आउने यो डेभेन्चरले पनि आज राम्रै चेन्ज दिएको छ र एकेजेसिएल हाइड्रो पावर आँखुखोला जलविद्युत कम्पनीले पनि आज थोरै चेन्ज लिएर पैसा कमाउन सफल भएको छ है त यसमा लगानी गर्ने लगानीकर्ताहरूले। र अब हाम्रो टप लुजर्समा छ एसबिडी89 भनेको सानिवा डेभेन्चरले 85 चाहिँ पोइन्टले चेन्ज भएर 6.64% चेन्ज भएको छ। एमएफएलडिबी भनेको मञ्जुश्री फाइनेन्स लिमिटेडको डेभेन्चर र अर्को पनि डेभेन्चरै रहेको छ माता खुसरो ब्याङ्कको डेभेन्चर र त्यसपछि बल्ल आएको सृजनशील लघु वित्त वित्तीय संस्थाले 76 रुपियाँ चेन्ज भएको छ र अर्को पनि फेरि डेभेन्चरै छ प्राइम डेभेन्चर भन्ने छ, त्यो पनि घटेको छ भने चाहिँ खासै त्यति धेरै टप 5 कम्पनीभित्र चाहिँ स्टक पर्न सफल भएको छैन। अब त्यसै गरी टप टर्नओभरमा एकेजेसिएलले सबैभन्दा धेरै ट्रान्जेक्सन गरेको छ होइन, रिडीले त्यसपछि एनएचपिसी, त्यसपछि अपी, त्यसपछि एनजिपिएल म्याग्डी ग्रुप पावर लिमिटेड, त्यसपछि टप भोलम कुन कुनको आएको भन्दा आज एकेजेसिएलकै आएको छ, त्यसपछि रिडी, त्यसपछि एनएचपिसी, त्यसपछि अपी अनि त्यसपछि कुमारी धन वृद्धि योजना आएको छ। अब तपाईँले योभन्दा धेरै हेर्न चाहनु भने भ्यूमा गरे हुन्छ यहाँ चाहिँ टप 5 मा त देखाउँछ। अब टप ट्रान्जेक्सन चाहिँ कुन कुनले धेरै गरे त, धेरै ट्रान्जेक्सनहरू भयो भने एकेजिसिएल फर्स्टमा, दोस्रोमा रिडी, तेस्रोमा एनएचपिसी, चौथोमा एसओएचएल र पाँचौँमा पिसिआइएल रहेको छ है। त्यसै गरी आजको मार्केट समरी चाहिँ के छ भन्दाखेरि 6 अरब टर्नओभर छ र टोटल ट्रेडेड सेयर चाहिँ 1,52,49,712 किता रहेको छ भने टोटल ट्रान्जेक्सन चाहिँ 60,562 पटक भएको छ र टोटल स्क्रिप्ट भनेको 354 वटा स्क्रिप्ट चाहिँ कारोबार भएको छ है त। 354 वटा कम्पनीहरू, टर्नओभर पनि राम्रै आएको छ होइन। 6 अरब भनेको नराम्रो होइन है, राम्रै टर्नओभर हो। हिजो जम्मा 4.5 अरब थियो, अस्तिको दिन 4.5 अरब थियो र आज 6 अरब भन्दा क्रस भएको छ र मार्केट पनि आज चाहिँ अन्तिम अवस्थामा चाहिँ बढेको, धेरै पोइन्टको चेन्ज छैन, जम्मा 5 पोइन्टको मात्र चेन्ज छ र चेन्ज थोरै हुँदाखेरि पनि टर्नओभर राम्रो आउनु भनेको चाहिँ अब मार्केट चाहिँ अप ट्रेन्ड जान सक्ने चाहिँ धेरै कुराहरू हुन सक्छ भनेर चाहिँ बुझ्न सकिन्छ। र अब छिट्टै 2 दिनमा बजेट पनि आउँदैछ होइन, बजेट हाम्रो नेपालको बजेट पनि अर्थमन्त्रीले प्रस्तुत गर्ने नीति रहेको छ, त्यसले अझ बढी प्रायोरिटी दिन सक्छ है त। अब हामी यसको टेक्निकल एनालिसिस
टेक्निकल एनालाइसिस हेर्दाखेरि चाहिँ मैले जहिले पनि सेयर अपबाट हेर्ने गरेको छु। तपाईँहरूले जुनसुकै आफूलाई सहज लाग्ने प्लेटफर्मबाट हेर्न सक्नुहुन्छ है त। सेयर हबमा गइसके पछाडि यहाँ मैले सेभ गरेर राखेको छ होइन, यो पहिला पनि गरिराखेको हुन्छ, त्यही भएर त्यसैमा गर्दाखेरि चाहिँ सहज हुन्छ भनेर नेप्से छान्न पर्यो इन्डेक्समा। नेप्से इन्डेक्स हेरौँ आजको डेटमा के छ भनेर है। हिजोको डेटसम्ममा यस्तो थियो होइन, हिजोको डेटमा। र यो हिजोको डेटसम्म आइपुग्दाखेरि हाम्रो एनालाइसिसले के भन्छ भनेदेखि यो मार्केट चाहिँ यो अघिल्लो पटक बढेको मार्केटको बिन्दु भनेको यो ग्याप हो। यो ग्याप एकैचोटि सुइँ बढ्दाखेरि ग्याप बनाएको थियो र त्यही ग्यापमा दोस्रो पटक फेरि यहाँ चैतको 22 गते यही बिन्दुलाई भेट्न आएको थियो र त्यही बिन्दुबाट फेरि बढेर त्यही बिन्दुलाई भेट्नलाई अर्को सोमबार 21 गते वैशाखको 2083 सालको भेट्न आइपुगेको छ र अहिले त्यही बिन्दुबाट थोरै बढेर फेरि त्यही बिन्दुलाई भेटेर फेरि त्यही बिन्दुमा घुम्दै 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 अहिले थोरै माथितिर जाने सिनारियोमा रहेको चाहिँ छ। भनिसकेपछि यो झर्ने क्रममा यहाँनिर सानो एफइजी एउटा बनाएको छ, फेयर भ्यालु ग्याप होइन। अब यो फेयर भ्यालु ग्यापलाई चाहिँ यदि योभन्दा तलको मार्केट तल मार्केट भएको कारणले गर्दा चाहिँ यही फेयर भ्यालु ग्यापलाई चाहिँ होइन चाहिँ हामीले रेसिस्टेन्टको रूपमा चाहिँ हेर्न सक्छौँ र मार्केट बढ्दै घट्दै बढ्दै घट्दै जाने क्रममा चाहिँ यहाँनिर अर्को एउटा सानो यो डिमान्ड जोन बनाएको छ होइन। यहाँ डिमान्ड जोन बनाएको छ, डिमान्ड जोन बनाएको छ यो है। यो डिमान्ड जोन बनाएको छ र यो डिमान्ड जोनलाई चाहिँ टेस्ट गरेर अप गएको छ र फेरि पनि बढ्दै जाने क्रममा यो डिमान्ड जोनबाट बढ्दै जाने क्रममा यहाँ अर्को चाहिँ फेरि अर्को डिमान्ड जोन बनाएको छ अलि ठुलो है। यो डिमान्ड जोन बनाएको छ जहाँ आएर चाहिँ फेरि ठोक्किन सक्छ भन्ने सङ्केत चाहिँ गर्न सकिन्छ। भनिसके पछाडि यो पनि ग्याप ग्याप जोन छ छुट्टै अर्को, यो ग्याप जोन हो होइन। यो ग्याप जोन हो, ग्याप जोन पनि छ भनेपछि मार्केट यहीँ घुमिरहेछ, यहीँभित्र घुमिरहेछ होइन। अनि यो घुम्दै जाने क्रममा मार्केटले चाहिँ जोन बनाउँदै 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 गइरहेछ भने चाहिँ अलि स्ट्रङ स्ट्रङ हुँदै गइरहेछ है। स्ट्रङ 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 हुँदै गइरहेको छ। यो यहाँसम्म आउँदा अर्को डिमान्ड जोन फेरि बनायो है। डिमान्ड जोन आज फेरि अर्को बनाएको छ र जोनको बिचमा छ र सबैभन्दा मेन जोन भनेको यो ग्यापलाई मान्न सकिन्छ। यो ग्यापलाई चाहिँ जबसम्म यो 2712 छोडेर तल लाग्दैन मार्केट तबसम्म यो ग्याप नै हाम्रो चाहिँ सपोर्ट जोन हो। यो जोनमा आएर फेरि रिटेस्ट भएर माथि जान सक्छ। त्यही भएर हाम्रो अबको प्लानिङ भनेको एक्जिट हुने ठाउँ भनेको यहाँ आएर यहाँसम्मको टार्गेट चाहिँ हामीले लिन सकिन्छ है। यो टार्गेट भनेको हाम्रो कतिसम्मको छ भनेदेखि 2855देखि 2872सम्मको, 2855देखि 2872सम्मको लाई चाहिँ हामीले लिन सकिन्छ है। त्यहाँभन्दा तल माथि अन्त काहीँ नै होइन। मार्केट अब ट्रेन्डमै छ। यदि यो ग्यापलाई नछाडेको खण्डमा, यदि यो ग्यापलाई छोडेर बिलो 2712 बिलो आएको खण्डमा चाहिँ फेरि हाम्रो मार्केट भनेको 2670 मात्र छ जोन है। जुन यो जोन हो, यो जोन भन्दा अन्त छैन। अब झर्ने क्रममा बनायो भने छुट्टै जोन आउन सक्छ, तर न्यू जोनलाई भन्दा पहिले बनेको जोनलाई नै सबैभन्दा धेरै स्ट्रङ मान्ने भएकोले हाम्रो डिमान्ड जोन अब किन्न मिल्ने जोन भनेको यो मान्न सकिन्छ। यदि भोलि झर्दै आएको खण्डमा है, नत्र त अहिले त डिमान्ड जोनतिरै छ, किनभने एउटा डिमान्ड जोन अर्को डिमान्ड जोन अर्को डिमान्ड जोन तीनटा डिमान्ड जोन लगातार रेगुलरली छ भने बिचमा यो जुन ग्याप बनेको छ अघिल्लोचोटि यहाँ मार्केट बढ्ने क्रममा जुन यो फागुनको 29 गतेदेखि लिएर फागुनको
25 गते सम्ममा त्यो कारोबारमा चाहिँ एकैचोटि बढेर सुई 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 बढेर चाहिँ मार्केट यहाँ हाम्रो कहाँसम्म पुगेको थियो भने 2970 पुगेर चाहिँ झरेको छ नि। हो यो ग्यापलाई चाहिँ अर्को पनि यो स्ट्रङ सपोर्ट जोन चाहिँ मान्न सकिन्छ, किनभने बेला बेलामा यही जोनमा टेस्ट भएर माथि गएको छ क्या होइन प्रत्येक पटक। त्यही भएको कारणले गर्दा हामीले अबको मार्केट भनेको अहिलेलाई भएकोलाई होल्ड गर्ने, प्रोफिट छ भने हल्का प्रोफिट बुक गर्दै गर्ने, थोरै मार्केट घट्न थाल्यो भने, नभएदेखि ठुलो स्ट्रङ सपोर्ट जोन भएको कारणले गर्दाखेरि चाहिँ खासै त्यति धेरै आत्तिनु पर्ने अवस्था चाहिँ छैन। न त मार्केटको सिनारियो सानो न्युजले पनि नेपालको मार्केट चाहिँ तलमाथि हुन सक्ने चान्सेस छ। तर अब अर्थमन्त्रीको बजेट भाषणदेखि लिएर अब बजेट पनि अझ ठुलो बनाउने भन्ने छ होइन, भइरहेको बजेटलाई अझ एक्सपान्सन गर्ने भन्ने कुरा छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ केही हदसम्म राम्रो हुन सक्ने चान्सेस चाहिँ 95% छ। त्यही भएर अहिले खासै आत्तिहाल्नु पर्ने अवस्था छैन। र हामीले यति कुरा बुझ्नुपर्छ, यो ग्यापको सिनारियो भनेको 2712 पोइन्टदेखि 2757 बिन्दुलाई लिन सकिन्छ। यो बिन्दुबाट चाहिँ तल नआउन्जेलसम्म भनेको 2712बाट तल नआउन्जेलसम्म मार्केट अफ ट्रेन्डमै छ भनेर बुझ्न सकिन्छ। मेन डिमान्ड जोन भनेको त यहाँ माथि नै क्रिएट भइसकेको छ 2791देखि 2767सम्म। यो डिमान्ड जोनलाई छोड्यो भनेदेखि यदि फेरि अर्को दोस्रो डिमान्ड जोन छ 2734देखि 2762सम्म। अब यो डिमान्ड जोनलाई छ भने यो ग्यापको डिमान्ड जोन छ। अर्को सपोर्ट जोन छ 2712देखि 2757सम्म। त्यही भएर त्यसलाई पनि छोड्यो भने अर्को फेरि सपोर्ट जोन बनाएको छ। यहाँ फेरि अर्को सपोर्ट जोन छ 2705सम्म। यानि कि 2700सम्म चाहिँ मार्केट राम्रै मानिन्छ झरे पनि। यदि त्यहाँबाट तलै आयो भनेदेखि चाहिँ बल्ल अर्को सपोर्ट जोनलाई चाहिँ हामीले हेर्नुपर्ने हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ है त। त्यही भएको कारणले गर्दाखेरि अबको हाम्रो मार्केटको टार्गेट भनेको 2855देखि 2872 भनेको 2850 भन्दा माथिसम्मलाई चाहिँ हामीले हेर्न सक्छ। त्यहाँ भन्दा माथि गइसकेपछि फेरि अर्को जोन क्रिएट हुन्छ, किनभने यो एफइजीलाई यदि ब्रेकआउट दिएर माथि गयो भनेदेखि यसैलाई सपोर्ट लिएर चाहिँ मार्केटलाई अझ माथिल्लो सिनारियो हेर्न सकिन्छ। यदि यहीँ पुगे पछाडि चाहिँ भोलि मार्केट यहीँ पुगे पछाडि चाहिँ यदि घट्छ भनेदेखि त्यतिखेर यदि बिचमा कुनै जोन नबनेको खण्डमा यो डिमान्ड जोनसम्म चाहिँ हामीले झर्न सक्छ भनेर एउटा अनुमान चाहिँ लाउन सकिन्छ है। त्यही भएको कारणले गर्दाखेरि हामीले अहिले भनेको 2850 भन्दा माथिको टार्गेट लिएर चाहिँ नेप्सेलाई ट्रेड गर्न सक्यो नेप्सेमा है त। नेप्सेमा आफ्नो स्क्रिप्ट अनुसार होइन, यदि घटेको छ भने थोरै एभरेज गर्दै जाने, बढेको छ भने नाफा छ भने थोरै एभरेज हुँदै गर्न सक्यो। स्ट्राटेजी आफ्नो लगाउनु, एनी हाउ प्रोफिटमा बेच्ने, लसमा चाहिँ एभरेजिङ गर्ने भन्ने चाहिँ सिद्धान्त लाउनु पर्छ है त। हामीले ट्रेड गर्दाखेरि जहिले पनि 1:3 को रेसियोमा रिस्क एन्ड रिवार्डको रेसियोमा चाहिँ ट्रेड गर्नु जरुरी छ। त्यो गरियो भनेदेखि यदि 10वटा ट्रेड गर्दा पनि 7वटा ट्रेड चाहिँ हाम्रो सक्सेस भयो र 3वटा ट्रेड मात्र फेल भयो भने पनि, 3वटा ट्रेड गर्दाखेरि 3वटा सेयर कारोबार गर्दा चाहिँ घाटै गयो भने पनि 7वटा माथि नाफा कमाउनु भयो भने त्यो 7वटाले मजाले उकास। त्यो कुरा बुझ्नुपर्छ। त्यही अनुसार कारोबार गर्नु होला। भिडियो यहाँसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धन्यवाद छ। साथै हामीलाई फलो गरेर तपाईँले नयाँ अपडेट लिन पनि सक्नुहुनेछ। हाम्रो युट्युब च्यानल शान्ति इन्साइटलाई पनि सब्सक्राइब गरिदिनु होला, लाइकको बटन पनि थिचिदिनु होला र नयाँ आउने अपडेटहरू पनि तपाईँहरूले प्राप्त गर्न सक्नुहुन्छ। नजिकैमा रहेको बेल आइकनमा पनि दबाउन चाहिँ नभुल्नु होला। नेप्से अपडेट आजलाई यति नै। यहाँहरूको दिन शुभ रहोस्। सबैलाई नमस्कार।